Good morning, students. Welcome to my channel Learn English with Namita. Students, today I am going to explain some tips for SE students. विद्यार्थी भाइ बहिनीहरू, आज म यहाँहरूलाई SE प्रिपरेसन गरेर बस्नुभएका विद्यार्थी भाइ बहिनीहरूको लागि एउटा भिडियो लिएर आइरहेको छु। विशेष गरेर नेपाली मिडियम स्कुल पढेका बाबु नानीहरूलाई इंग्लिश सब्जेक्ट गाह्रो लाग्न सक्छ। यदि तपाई इंग्लिश सब्जेक्टको एक्जामको तयारी गर्दै हुनुहुन्छ भने यो भिडियोलाई अन्त्यसम्म हेर्नु होला। यसमा यहाँहरूलाई एक्जाम एटेन्ड गर्न सजिलो हुने र मार्क्स पनि राम्रो आउने गरी इम्पोर्टेन्ट टिप्सहरू राखिएको छ। भिडियोलाई अन्त्यसम्म हेर्नु होला ताकि यहाँहरूलाई अत्यन्त महत्त्वपूर्ण हुने टिप्सहरू भिडियोको अन्त्यमा राखिएको छ। आउनुस् अब सुरु गरौँ है त। विद्यार्थी भाइ बहिनीहरू, पहिला यहाँहरूले जानु होला हाम्रो क्वेशन पेपर कसरी आउँछ त। फर्स्टमा रिडिङ पार्टबाट हाम्रो 40 मार्क्सको आउँछ र राइटिङ पार्टबाट 35 मार्क्सको आउँछ, जुन चाहिँ 75 मार्क्स हो। र यसमा जुन रिडिङ फर्स्ट भनेर दिएको छ हेर्नु होला, यो क्वेशन नम्बर 1 हो। त्यो क्वेशन नम्बर 1 मा वन सर्ट रिडिङ टेक्स्ट भनेर आउँछ जहिले पनि। यो चाहिँ हाम्रो टेक्स्ट बुकबाट आएको हुन्छ, बुकबाट आउने खालको हुन्छ र वन टाइप अफ कम्प्रिहेन्सन क्वेशन भने हुन्छ। यसमा एक प्रकारको क्वेशन मात्रै सोध्छ जुन 5 मार्क्सको हुन्छ र यहाँहरूलाई थाहा पनि छ यो प्राय चाहिँ पोइमहरुबाट आउने गर्छ। र यो क्वेशन नम्बर 2 रिडिङ 2 भनेको क्वेशन नम्बर 2 मा वन सर्ट रिडिङ टेक्स्ट एउटा छोटो रिडिङ टेक्स्ट हुन्छ जुन चाहिँ यो पनि टेक्स्ट बुकबाट नै आउँछ र यसमा चाहिँ 2 टाइप्स अफ कम्प्रिहेन्सन क्वेशन, दुई प्रकारको कम्प्रिहेन्सन क्वेशनहरु 5 मार्क्सको सोधिन्छ जसले चाहिँ 10 मार्क्स हुन्छ। त्यस्तै क्वेशन नम्बर 3 मा वन सर्ट रिडिङ टेक्स्ट नट गिवन इन द टेक्स्ट बुक भनेको छ। यहाँ हेर्नु होला यो टेक्स्ट बुकमा नदिएको टेक्स्ट आएको हुन्छ यहाँ, जुन चाहिँ हामी यसलाई अनसिन टेक्स्ट भनेर भन्ने गर्छौं। अनि यहाँ पनि दुई प्रकारको कम्प्रिहेन्सन क्वेशन्सहरु आएको हुन्छ जसले चाहिँ 10 मार्क्स आउँछ। त्यस्तै गरेर रिडिङ 4 भनेको हाम्रो क्वेशन नम्बर 4 हो। यसमा सर्ट रिडिङ टेक्स्ट हुन्छ, यसमा पनि नट गिवन इन द टेक्स्ट बुक भनेको हुन्छ, टेक्स्ट बुकमा दिएको हुँदैन, त्यसैले हामी यसलाई पनि अनसिन टेक्स्ट भनेर भन्छौं। तर यसमा रिडिङ पार्टबाट सबभन्दा धेरै मार्क्स 15 मार्क्सको आउँछ र यसमा 3 टाइप्स कम्प्रिहेन्सन क्वेशन्सहरु आएको हुन्छ, तीन प्रकारको कम्प्रिहेन्सन क्वेशन्सहरु आउँछ र यो 15 मार्क्सको हुन्छ। अब यहाँ कस्तो कस्तो खालको क्वेशनहरु आएको हुन्छ त यहाँले तल नोटमा एकचोटी हेर्नु होला। टेक्स्ट टाइप फ्रम रिडिङ 3 or 4 भनेको छ, जुन चाहिँ यहाँले देख्नुभयो यो भनेको जुन हामी अनसिन टेक्स्ट भनेर भन्छौं त्यो अनसिन टेक्स्ट भनेको। त्यसमा आउने कस्तो कस्तो कुराहरु आउँछ त। अनसिन टेक्स्ट भनेको बुकमा नभएको बाट आउने हो, बाहिरबाट आउने हो। त्यो बाहिरबाट के आउन सक्छ भन्दा स्टोरी आउन सक्छ, नोटिस, सूचनाहरु, एडभर्टाइजमेन्ट, प्रोडक्ट गाइड, लेटर्स, न्यूज स्टोरीज, ब्रोचर, मैनुअल्स, डायरी एंट्री, बायोग्राफी, ऑटोबायोग्राफी, एसे, न्यूज़पेपर आर्टिकल, then science article, book or film review and other level appropriate text। यस्तै खालको अरु टेक्स्टहरु यहाँ आउन सक्छ भनेर दिएको हुन्छ। त्यसैले विद्यार्थी भाइ बहिनीहरु जुन क्वेशन नम्बर 1 र 2 मा दिएको छ त्यस्तै खालको सिन्टेक्स यसमा नआउन पनि सक्छ। यी पोइन्टहरुबाट जुन दिएको छ नि तिनीहरुबाट जुनबाट पनि क्वेशन नम्बर 3 र 4 मा आउन सक्छ, त्यो कुरा चाहिँ यहाँहरुले ख्याल गर्नु होला। त्यसपछि क्वेशन टाइप्स भनेको यहाँहरुलाई थाहै छ, ट्रू फल्स हुन्छ, फिल इन द ब्ल्याङ्क्स हुन्छ, मल्टिपल चोइस हुन्छ। अनि त्यस्तै गरेर म्याचिङ आइटम भयो, जुन अर्डरिङ छ जुन चाहिँ राइट इन करेक्ट अर्डर भनेर आउने गर्छ, एन्ड सर्ट एन्सर क्वेशन्स र यस्तो खालको क्वेशन्सहरु आउने गर्छ। र त्यो भन्दा तल के छ भन्दा हाम्रो जुन क्वेशन नम्बर 1 2 3 4 मा छ त्यसमा चाहिँ प्राय जसो टाइप्स अफ क्वेशन छ, सेम टाइप्स अफ क्वेशनहरु प्राय रिपिटिसन हुँदैन, दोहोरिएको हुँदैन भनेर दिएको हुन्छ, जुन छुट्टै छुट्टै खालको हुन्छ। क्वेशन नम्बर 1 मा म्याचिङ आइटम छ भने क्वेशन नम्बर 2 मा म्याचिङ आइटम नआउन सक्छ। त्यसरी छुट्टै छुट्टै खालको जुन सेपरेट बनाएर क्वेशन टाइप्स जुन छ त्यही अनुसारले छुट्टै छुट्टै किसिमले दिएको हुन्छ। त्यो चाहिँ 40 मार्क्सको भनेको रिडिङ पार्टबाट। अब यहाँहरु जानु होला राइटिङ पार्टतिर। त्यसमा क्वेशन नम्बर 5 मा 4 सम्म हाम्रो रिडिङबाट। अब क्वेशन नम्बर 5 मा जानु होला, देयर इज गिवन द गाइडेड राइटिङ।
अब यहाँ गाइडेड राइटिङ जुन छ नि यो गाइडेड राइटिङमा हेर्नु होला यहाँले त्यो 1 क्वेशन नम्बर 5 मा के आउन सक्छ त भन्दा प्याराग्राफ डिस्क्रिप्सन अफ टेबल्स अर चार्ट्स अर डायग्राम अ सेट अफ इन्स्ट्रक्सन्स अनि रेसिपी मेनु अ सेट अफ रुल्स एन्ड रेगुलेसन्स एन्ड एडभर्टाइजमेन्ट एन्ड नोटिस त्यस्तो खालको कुराहरू यो क्वेशन नम्बर 5 मा आउन सक्छ जुन चाहिँ 5 मार्क्सको हुन्छ। त्यस्तै गरेर देयर इज गिवन द वर्ड लिमिट अल्सो त्यहाँ वर्ड लिमिट दिएको हुन्छ 5 मार्क्सको हुन्छ यहाँले 100 वर्डसम्म लेख्नु पर्ने हुन्छ। त्यस्तै क्वेशन नम्बर 6 मा जानु होला देयर इज गिवन गाइडेड राइटिङ सेकेन्ड दिया छ त्यहाँ आउन सक्छ न्यूज राइटिङ स्केलेटन स्टोरी एन्ड मेसेज अफ कन्डोलेन्स मेसेज अफ कन्ग्रेचुलेसन एन्ड इन्भिटेसन लेटर थ्याङ्क्सगिभिङ लेटर बायोग्राफी एन्ड इट्स अल्सो क्यारिज 5 मार्क्स यो पनि 5 मार्क्सको आउँछ र यहाँ पनि वर्ड लिमिट 100 वर्डको हुन्छ। त्यस्तै क्वेशन नम्बर 7 मा जानु होला यहाँहरु देयर इज गिवन अबाउट द फ्री राइटिङमा जानु होला फ्री राइटिङमा के छ हेर्नु होला यहाँले प्याराग्राफ प्रेजेन्टिङ भ्यू ओपिनियन एक्सपिरियन्स अर फिलिङ्स त्यस्तो खालको प्याराग्राफ लेख्नु पर्छ त्यहाँ हामीले लिभ एप्लिकेसन जब एप्लिकेसन डायलग यस्तो खालको पोइन्टबाट चाहिँ आउँछ यहाँ चाहिँ कति मार्क्सको हुन्छ भन्दा 6 मार्क्सको हुन्छ एन्ड देयर क्यान बी अबाउट 150 वर्ड्स र 150 वर्डहरूको हुन्छ। अनि त्यस्तै गरेर फ्री राइटिङ सेकेन्ड भनेर दिया छ यो क्वेशन नम्बर 8 मा हुन्छ त्यो क्वेशन नम्बर 8 मा भनेको पर्सनल लेटर अनि सर्ट एसे डायरी न्यूजपेपर आर्टिकल बुक रिभ्यू अर फिल्म रिभ्यू ब्रोचर लिफलेट त्यस्तो बनाउनको लागि आएको हुन सक्छ। इट क्यारी द 8 मार्क्स यो कति नम्बरको भन्दा 8 नम्बरको हुन्छ एन्ड देयर इज अ वर्ड लिमिट फर 200 वर्ड्स यहाँ चाहिँ यहाँले 200 वर्डमा लेख्नु पर्ने हुन्छ। ल स्टुडेन्ट्स एन्ड देन इट इज बेटर टु गो टु द नेक्स्ट वान। अब यो त्यसपछि क्वेशन नम्बर 9 मा जानुहुन्छ यहाँहरु जुन क्वेशन नम्बर 9 भनेको हाम्रो ग्रामरको पार्ट हुन्छ त्यो ग्रामरको पार्टमा हाम्रो 11 मार्क्सको आउँछ र इन क्वेशन नम्बर 9 देयर इज गिवन द रिप्रोडक्सन टाइप 1 एन्ड टाइप 2 हामी टाइप 1 र टाइप 2 भनेर भन्ने गर्छौं। द ग्रामर सेक्सन शुड कभर द फलोइङ कन्टेन्ट इट मीन्स देयर आर द 11 डिफरेन्ट टपिक्स अफ ग्रामरको यो 11 वटा टपिकहरु हामी पढेका हुन्छौं। त्यसै मध्ये टाइप 1 दैट इज टेकन एट द रिप्रोडक्सन पार्ट जुन छ क्वेशन नम्बर 9 मा जुन आउने गर्छ दिस शुड कभर यसमा आउँछ के आउँछ भन्दा टेन्स आउँछ क्वेशन ट्याग रिपोर्टेड स्पीच भोइस एन्ड इन्टरोगेसन एन्ड नेगेसन गरेर 5 वटा क्वेशनहरु 1 मार्क्सको 5 मार्क्स गरेर आउँछ र यहाँहरुले चाहिँ त्यो सेन्टेन्स आफैले लेख्नु पर्ने हुन्छ त्यहाँ दिए अनुसार इन्स्ट्रक्सनमा दिए अनुसार क्वेशन को आन्सर लेख्नु पर्ने हुन्छ। एन्ड इन टाइप 2 that is question number 10 there is given multiple choice in a contextual passage it means there are given the 3 different options and from there you can choose the best one तीनटा अप्सन दिएको हुन्छ त्यो अप्सन मध्ये बेस्ट वान कुन छ यहाँहरुले त्यहीबाट चुज गर्न सक्नुहुन्छ। दिस शुड कन्टेन यसमा के आउँछ त भन्दा आर्टिकल्स हुन्छ प्रिपोजिशन्स कनेक्टिभ्स कन्डिसनल सेन्टेन्स सब्जेक्ट भर्ब एग्रीमेन्ट एन्ड कजेटिभ भर्ब र ती पार्टबाट 6 वटा फिल इन द ब्ल्याङ्क्स दिएको हुन्छ र यो चाहिँ 6 मार्क्सकै 6 मार्क्सकै हुन्छ। ल विद्यार्थी भाइ बहिनीहरु अब चाहिँ यहाँहरु इम्पोर्टेन्ट टिप्समा जानु होला 10 इम्पोर्टेन्ट पोइन्ट्स फर राइटिङ इन एक्जाम। फर्स्ट वान स्टार्ट टु राइट इन सिक्वेन्शियल अर्डर विद्यार्थी भाइ बहिनीहरु सकेसम्म यहाँहरुले पुरै क्वेशन चाहिँ हल गर्नुपर्ने हुन्छ त्यसैले क्वेशन नम्बर 1 बाट नै सिक्वेन्शियल अर्डरमा क्वेशन नम्बर 1 पछि 2 2 पछि 3 गर्दै सिक्वेन्शियल अर्डरमा लेख्दै जानु होला जसले गर्दा एक्जामिनरको चाहिँ एक्जामिनरलाई कपी चेक गर्दा पनि त्यस्तो फिलिङ हुन्छ कि इट्स अ ट्यालेन्ट स्टुडेन्ट सो यु फलो अल अफ द क्वेशन्स एन्ड गो टु द नेक्स्ट पोइन्ट रिड इन्स्ट्रक्सन भेरी केयरफुल्ली र जुनसुकै क्वेशनमा पनि दिएको इन्स्ट्रक्सन जुन छ त्यो इन्स्ट्रक्सनलाई पहिले राम्रोसँग बुझ्नु होला राम्रोसँग पढ्नु होला इन्स्ट्रक्सन पढेर मात्रै एन्सरतिर जानु होला। एन्ड थर्ड पोइन्ट रिड द क्वेशन फर्स्ट बिफोर रिडिङ द प्यासेज यो प्यासेज पढ्नु भन्दा अगाडि क्वेशनहरु पढ्नु होला
र क्वेसनमा के कुरा सोधेको छ त्यही कुरा चाहिँ प्यासेजमा गएर सोध्नु होला, नत्र प्यासेज मात्रै पढेर यहाँहरूको टाइम वेस्ट हुन सक्छ। सबै प्यासेज यहाँहरूले पढ्न आवश्यक नहुन सक्छ। त्यसैले यहाँहरूले क्वेसन पहिला पढ्नु होला र जति आवश्यक छ त्यही कुरा मात्रै प्यासेजबाट झिकेर ल्याउनु होला। देन डोन्ट राइट वर्ड अर सेन्टेन्स इन सर्ट फर्म। र एन्सर लेख्ने बेलामा कुनै पनि सेन्टेन्सहरू कुनै पनि वर्डहरूलाई सर्ट फर्ममा नलेख्नु होला। यहाँहरूले चाहिँ फुल सेन्टेन्स फुल वर्ड नै लेख्नुपर्ने हुन्छ। त्यस्तै मेक योर ह्यान्ड राइटिङ निट एन्ड क्लिन एन्ड फर्स्ट। अब सुरुमा चाहिँ यहाँले ह्यान्ड राइटिङ असाध्यै राम्रो सफा बनाउने कोसिस गर्नु होला। इट इम्प्रेस द एक्जामिनर। यसले चाहिँ एक्जामिनरलाई एकदम इम्प्रेस पारेको हुन्छ। फर्स्ट इम्प्रेसन इज द लास्ट भनिन्छ। सुरुमा त्यही भएर सकेसम्म ह्यान्ड राइटिङ असाध्यै राम्रो बनाउने कोसिस गर्नु होला। देन गो टु द नेक्स्ट पोइन्ट देयर कट बाई सिम्पल लाइन इट बाई पेन्सिल इफ एनी मिस्टेक। अब केही मिस्टेक भइहाल्यो भने त्यसलाई चाहिँ पेन्सिलकै युज गरेर सानो लाइन सामान्य लाइनले चाहिँ यसो काट्नु होला, केयरमेट नगर्नु होला। त्यस्तै अर्को पोइन्टमा हेरेर जानु होला फोकस अन टाइम म्यानेजमेन्ट। समय व्यवस्थापनमा एकदम ध्यान दिनु होला। फर इक्जाम्पल 10 मिनट फर 5 मार्क्स। 5 मार्क्सको क्वेसन छ भने म यसलाई 10 मिनट्स दिन्छु। 20 मार्क्स फर 10 मार्क्स 20 मिनट्स फर 10 मार्क्स र 10 मार्क्सको लागि म 20 मिनट दिन्छु भनेर यसरी टाइम डिभाइड पहिले गर्नु होला। देन गो टु किप इन माइन्ड द वर्ड लिमिट इन फ्री राइटिङ। अब फ्री राइटिङ छ भने वर्ड लिमिटलाई चाहिँ माइन्डमा राख्नु होला। वर्ड लिमिटलाई ध्यान दिनु होला। कति वर्डमा लेख्नु भनेको छ भन्ने कुरा चाहिँ यहाँहरूले कोमा ख्याल गर्नु होला। देन नेक्स्ट वान डोन्ट फर्गेट टु अन्डरलाइन वर्ड्स अर फ्रेजेस आफ्टर फिलिङ द ग्याप्स। अब फिल इन द ब्ल्याङ्क्सहरू दिएको छ अनि ग्रामरको हाम्रो क्वेसन नम्बर 10 मा दिएको हुन्छ जुन 3 अप्सन्सहरू एउटा चुज गरेर फिलअप गर्नुपर्ने हुन्छ। त्यस्तो वर्डहरू फ्रेजेसहरू जब फिलअप गर्नुहुन्छ गरिसकेपछि त्यसलाई अन्डरलाइन गर्न नबिर्सिनु होला। यदि यहाँले अन्डरलाइन गर्नु भएन भने एक्जामिनरको आँखा त्यसमा नपर्न पनि सक्छ र यहाँले त्यो मार्क्स नपाउन पनि सक्नुहुन्छ। त्यसैले गो टु द लास्ट पोइन्ट रिभाइज योर एन्सर बिफोर एक्जाम फिनिस। अब एक्जाम सकिनुभन्दा अगाडि एक्जाम हलबाट उठेर तपाईँ कपी बुझाएर हिँड्नुभन्दा अगाडि एकचोटि एन्सरलाई चाहिँ रिभाइज गर्नु होला, एकचोटि दोहोऱ्याएर हेर्नु होला ताकि यहाँको कुनै क्वेसनहरू छुटेको पनि हुन सक्छ र कतै कुनै मिस्टेकहरू भएको पनि हुन सक्छ। यहाँहरूले चाहिँ करेक्सन गर्न पाउनुहुनेछ। त्यसैले 10 to 15 मिनट्स चाहिँ यहाँहरूले त्यो एन्सरलाई रिभाइज गर्नको लागि पनि टाइम छुट्याउनु होला। हस्त विद्यार्थी भाइ बहिनीहरू, धन्यवाद।